हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो भिडियोमा। आज हामी कुरा गर्छौं अपोलो हाइड्रो पावर लिमिटेड जुन आईपीओ आएको छ र जसलाई परेको छ त्यो आईपीओ लाई अहिले बेच्ने कि नबेच्ने, त्यसको प्राइस कतिसम्म जान सक्छ, बेच्ने भने कहिले बेच्ने, यो सबै कुरा भिडियोमा म तपाईलाई जानकारी गराउँछु। सबैभन्दा पहिला यसको इन्फर्मेसनहरु हेर्ने हो भने यसको इस्यु डेट भन्ने 2026 4 महिना 9 तारिक को यो लन्च भएको थियो, इस्यु भएको थियो र यसको क्लोजिङ डेट भन्ने एक हप्ता पछि 2026 4 महिना 15 तारिक को यसको क्लोज भएको थियो। टोटल नम्बर अफ शेयर इस्यु यसले भन्ने 78,200 शेयर यसले इस्यु गरेको थियो। पर शेयर को प्राइस भन्ने 100 रुपीस थियो र इस्यु गर्ने म्यानेजर भने हिमालयन क्यापिटल लिमिटेड ले हो। यसमा तपाईले मिनिमम क्वान्टिटी भन्ने 10 भर्न सकिन्छ र म्याक्सिमम भन्ने 9,400 सम्म भर्न सकिन्छ र यो यसको रिजल्ट भन्ने आइसकेको छ। जसलाई परेको छ यो त्यसलाई कंग्रेचुलेसन, नपरेकोलाई निराशा गर्नु पर्दैन। अर्को शेयर पनि आउँछ, त्यो भरेपछि सायद पर्ला होला। अब हामी कुरा गरौँ यसको प्राइस को बारेमा। अहिले आज म यो भिडियो रिकर्ड गर्दै छु, त्यो टाइम सम्म यसको प्राइस भन्ने एक शेयर को प्राइस भन्ने 602 रुपैयाँ हो। 602 रुपीस अहिले एक शेयर को प्राइस हो र 10 वटा शेयर मलाई पनि अलॉट भएको छ र अहिले त्यो 10औं शेयर को प्राइस भन्ने 6,024 रुपैयाँ जति हो। 6,024 रुपीस जति अहिले प्राइस चलिरहेछ। अब कुरा गरौँ हामी यसलाई बेच्ने हो कि नबेच्ने हो। बेच्ने भने कहिले बेच्ने हो, त्यो शेयर छ त्यसलाई अब आईपीओ परेको छ, त्यो सबैले बेच्छन् नि, त्यो लाजिम नै हो। अब कहिले बेच्ने, म एउटा कुरा हेरिरहेको छु। अब तपाईले जुन पनि ब्रोकर युज गर्न सकिन्छ, म युज गर्छु भने नासा युज गर्छु, नासा एक्स जुन हाम्रो नेपालको एप्लिकेसन अहिले भर्खर लन्च भएको छ। त्यो त्यसमा म त्यो किन युज गर्छु भने यो भर्खर लन्च भएको एप्लिकेसन हो। स्टार्टिङमा त्यसमा बढी फिचरहरु थिएन र एक महिना पछाडी यसमा अपडेट आउँदै गयो र अहिले यो एउटा राम्रो प्लेटफर्म बन्नको प्रयासमा छ। त्यसैले म पनि रिकमेन्ड गर्छु नासा एक्स युज गर्नु। र मेरो जुन एपीएचएल को शेयर छ परेको, त्यसलाई मैले तबसम्म बेच्दैन जबसम्म मार्केटमा त्यसको सेलर एक्टिभ हुँदैन। अब तपाईलाई यो थाहा कसरी हुन्छ, तपाई आफ्नो ब्रोकर को एप्लिकेसनमा जानु, त्यहाँ गएर जुन तपाईको शेयर अलॉट भएछ त्यसमा गएर सेलमा क्लिक गर्नु या अथवा बाईमा क्लिक गर्नु। त्यसमा तपाईलाई जुन टप अर्डर हुन्छ 5 वटा, त्यो लेफ्ट साइडमा तपाईलाई देखाउँछ 5 वटा बायर को टप अर्डर, राइट साइडमा तपाईलाई देखाउँछ सेलर को टप 5 अर्डर 5 अर्डर्स। त मैले हेरिरहेको छु नासा एक्स एप्लिकेसनमा जुन एपीएचएल को शेयर छ, जुन डेली 500-600 को सर्किट अपर सर्किट मार्छ, 500-600 को अपर सर्किट हान्छ त्यसले। अब त्यही भएर म होल्ड गरिरहेको छु कि अहिले म हेर्छु त्यसमा नासा एप्लिकेसनमा सेलमा गएर सेल गरेर हेरिरहेको छु। त्यसमा अहिलेसम्म सेलर एक्टिभेट भएको छैन र यसको सिम्पल मिनिङ यही हो कि जबसम्म कुनै पनि शेयर को कुनै पनि इन्डेक्समा कुनै पनि स्टकमा जबसम्म सेलर एक्टिभ हुँदैन तबसम्म त्यो शेयर को प्राइस तल झर्दैन। त्यही भएर म पनि जबसम्म सेलर एक्टिभेट हुँदैन तबसम्म म पनि आफ्नो शेयर बेच्दैन र म तपाईहरुलाई पनि भन्न चाहन्छु कि तपाईहरु पनि रिसर्च गर्नु, केही कुरा छान्नु मार्केटबाट कि के कसरी कहाँ कहिले शेयर बेच्ने हो। म यो हेरिरहेको छु पर्सनली कि जबसम्म मार्केटमा सेलर एक्टिभेट हुँदैन तबसम्म यो यसको प्राइस तल झर्दैन। आगामी दिनमा
आउने आइपिओ को बारेमा जानकारी दिनको लागि हामी प्रयास गर्छौँ। त्यसको फाइनेन्शियल सेक्टरको बारेमा पनि यो च्यानलमा भिडियो आओस् भनेर म कोसिस गर्छु। आई होप तपाईलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला र आफ्नो साथीहरूलाई पनि शेयर गर्नु होला, किनभने त्यसलाई पनि थाहा पाओस्, त्यसले पनि थाहा पाओस् कि आइपिओ भन्ने नामको चीज हो, यसमा पर्छ भने यस्तो हुन्छ, त्यसमा पनि हामी प्रफिट गर्न सकिन्छौँ। त्यसमा पर्ने हो भने आउँछ पैसा, केही न केही आउँछ अर्डिनरी सेयर भरेपछि। परेन भने 5 रुपैयाँ 10 रुपैयाँको चार्ज लाग्छ, त्यही हो। यो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। यस्तै खाले फाइनेन्शियल, टेक्निकल, मोबाइल रिभ्यूज, टेक्नोलोजी यही सम्बन्धित विषयमा यो च्यानलमा तपाईलाई आगामी दिनमा भिडियोहरू आउँदै देख्नुहुन्छ। तबसम्मको लागि बाई बाई।